बङ्गलादेश र पाकिस्तान बीच 14 वर्षपछि प्रत्यक्ष हवाई सेवा पुनः सुरु हुने भएको छ। ढाकाको राष्ट्रिय ध्वजवाहक विमान बङ्गलादेश एयरलाइन्सले दुवै देशबीचको सम्बन्ध न्यानो बन्दै गएको र क्षेत्रीय शक्ति सन्तुलनमा परिवर्तन देखिएको पृष्ठभूमिमा उडान पुनः सञ्चालन हुन लागेको जानकारी दिएको छ। विमान बङ्गलादेश एयरलाइन्सका अनुसार आगामी जनवरी 29 तारिकमा पहिलो ढाका कराची प्रत्यक्ष उडान सञ्चालन गरिनेछ। यो उडान साप्ताहिक 2 पटक सञ्चालन हुनेछ। यो सन् 2012 पछि दुवै देशबीचको पहिलो नियमित प्रत्यक्ष हवाई सेवा हो। एयरलाइन्सकी प्रबन्धक बोसरा इस्लामले साप्ताहिक 2 उडानका साथ ढाका कराची मार्ग पुनः सुरु गर्ने जानकारी दिएकी हुन्। भौगोलिक रूपमा भारतद्वारा करिब 1500 किलोमिटर भन्दा बढी दूरीले विभाजित बङ्गलादेश र पाकिस्तान कुनै समय एउटै राष्ट्र थिए। सन् 1971 मा भएको रक्तपातपूर्ण युद्धपछि बङ्गलादेश स्वतन्त्र राष्ट्र बनेपछि दुवै देश अलग भएका हुन्। विमान बङ्गलादेश एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा प्रत्यक्ष उडान पुनः सुरु हुनु दुवै देशबीचको सम्पर्कमा उल्लेखनीय सुधार हुने उल्लेख गर्दै यसले व्यापारिक यात्रा, पर्यटन तथा पारिवारिक पुनर्मिलनलाई थप सहज बनाउने विश्वास व्यक्त गरेको छ। हाल बङ्गलादेश र पाकिस्तान बीच यात्रा गर्ने यात्रुहरूले दुबई र दोहा जस्ता गल्फ क्षेत्रका हबहरू हुँदै कनेक्टिङ उडान प्रयोग गर्नुपर्ने बाध्यता छ। प्रत्यक्ष उडान सुरु भएपछि समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ। अगस्त 2024 मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको करिब 15 वर्ष लामो स्वेच्छाचारी शासनको अन्त्य भए यता बङ्गलादेश राजनीतिक रूपमै उथलपुथलमा छ। हसिनाको निष्कासनपछि बङ्गलादेश र उनको पुरानो सहयोगी भारत बीचको सम्बन्ध चिसिँदै गएको छ भने मित्र मुस्लिम बहुल राष्ट्र पाकिस्तानसँगको सम्बन्ध क्रमशः न्यानो बन्दै गएको देखिन्छ। यसै सन्दर्भमा नोभेम्बर 2024 देखि कराचीबाट बङ्गलादेशको प्रमुख बन्दरगाह चटगाउँसम्म कार्गो जहाजहरूको आवत जावत पुनः सुरु भएको थियो। त्यस यता दुवै देशबीच व्यापारिक गतिविधि बढेको छ भने सांस्कृतिक आदान प्रदान पनि तीव्र बनेको छ। पछिल्लो समय लोकप्रिय पाकिस्तानी गायकहरूले ढाकामा प्रस्तुति दिइरहेका छन् भने बङ्गलादेशी बिरामीहरू उपचारका लागि पाकिस्तान जाने क्रम समेत बढ्दो छ।